Hello everybody. Welcome to yet another day अनि आज चाहिँ हो 3rd of March 2026 अनि आज चाहिँ म अनि मेरो वाइफ अनि बहिनी आएको छौँ हामी चाहिँ अल द वे फ्रम गान्तोकबाट स्ट्रेट आएको यहाँनिर तुरुकमा विच इज इन साउथ सिक्किम तुरुक भन्छ यो जग्गामा अनि यहाँ चाहिँ आज हाम्रो एकदमै वेडिङ सेरेमनीको लागि हामी आएको कसको भन्दा चाहिँ हाम्रो एकजना यहाँ अनम हुनुहुन्छ सोलोमी उहाँको वेडिङमा हामी आएको अनि हिजोसम्म चाहिँ पानी एकदमै परेको थिएन यहाँनिर तुरुकमा तर एज सुन एज वी एराइभ वी ब्रट रेन भन्यो भने मार्छ होला हामीलाई तर पनि इट्स अ ब्लेसिङ किनभनेदेखिलाई यो टाइममा पानीहरू नपरेकोले गर्दा इस्यु नै भइरहेको थियो सो तुरुकमा पनि यहाँ पनि खासै परेको थिएन अलिअलि मात्रै परेको थियो तर आज चाहिँ पानी मजाले परिरहेको छ अनि ब्युटिफुल टाइम छ यहाँनिर हाम्रो अनुम बिकेन हुनुहुन्छ उहाँको फ्यामिली यहाँको आउने हुनुहुन्छ उहाँहरूको घरमा हामी हिजो बेलुका आयौँ अनि यहाँ हामी बस्यौँ एक रात अनि आज चाहिँ हामी विल बी हेरिङ टुवर्ड्स अब वेडिङको जहाँनिर हुँदैछ किनभने टाइम इट्स अलरेडी कति 9 भइसक्यो होला सो एराउन्ड 10-10:30मा चाहिँ आजको मेन वेडिङ सेरेमनी केटीपट्टि चाहिँ मेन हुन्छ त्यसै कारण माथि हाम्रो एल्डरबोको घरमै हुनुहुन्छ बतिमकोमै त्यो वेडिङ सेरेमनी हुनेवाला छ सो नाउ विल बी हेरिङ टुवर्ड्स वेडिङ सेरेमनी हामी वी गोना चेन्ज नाउ अन्त आज चाहिँ हामी टोटल्ली हाम्रो ट्रेडिसनल एटायरमै जाँदैछौँ फुल्ली नहोला अलिकति येट मोडर्न होला तरै पनि तर यहाँ बेहुलीपट्टिको साइडमा चाहिँ टोटल्ली उहाँहरू चाहिँ एकदम फुल लेप्चा एटायरमा जानुहुँदैछ उहाँहरू सो ब्युटिफुल जग्गा पनि छ यहाँनिर यो जुन चाहिँ म बसिरहेको यो ब्याग चाहिँ यो पुरानो यहाँनिर अकुवानीको घर हो सायदै म पहिला 2008मा यहीँ घरमा आएको जस्तो पनि लाग्छ मलाई अनि ब्युटिफुल जग्गा छ यहाँ पनि अलिकति हाम्रो नामथाङ भन्दा चाहिँ अलिकति अलिक गरम जग्गा हो भनौँ न अनि वी होप द्याट दिस रेन विल स्टप फर सम टाइम अब हामी जान्छौँ माथि अनि म पनि त्यस्तो लामो दिस नट गोन बी लाइक टोटल्ली के भन्नु अब फुल वेडिङ भिडियो चाहिँ हुँदैन तर पनि आई वान्ट टु किप द्याट एसेन्स है अलिअलि खिच्छु मेरो आफ्नै स्टाइलमा सो लेट्स गेट स्टार्टेड हेलो Ayo, ya. Ya, ya. Turn not to turn not to turn not to. Nacuala, nacuala. Eh, nacuala. Yes. One, two. भयो बोलिरहेछ भयो कसको म्यारिजमा जाँदैछ आज कसको बिहामा जाँदैछ आज अन्जीको बिहामा कन्यु कन्यु अनिको नाम के हो जगिरो के अन्यु बहिनीले चाहिँ फ्लावर गर्ल्स है आजको हो बहिनी कसरी फुल छड्किन्छ अभि 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 भन्नुहोस् न कसरी यता होला यो चाहिँ ठोक्रो चाहिँ यता निकालिरहेको छ वाह फ्लावर गर्लको फ्लावर गर्ल रेडी भएछ माथि रेडी भइसक्यो ल वाउ दुईटा रहेछ त यो नाइस नाइस 3 to 4 हो यसको वाउ Which so color beautiful Benny, this? Tessie कुन चाहिँ कलर रे यसको लागि त पर्पल पर्पल कलर
सम्पूर्णता जीवनभरिको सुखलाई पनि आपत्ति कुनै यस्ता जबरजस्ती हाम्रो विवाह हुँदैछ भन्ने यस्तो कुनै कारण छ अब तयार छन्। म अभिभावकलाई म प्रश्न गर्छु, दुलहीको अभिभावकलाई बाउलाई म प्रश्न गर्छु। जिम्मा दिने ल यहाँ बाउले हात खडा गर्नुभयो, उहाँले बस्न तपाईँ राजी हुनुहुन्छ? राजी छ कि ल अब सोलोमीलाई प्रश्न, पत्नी भएर बस्न तिमी राजी छौ? राजी छौ ल दुईजना एकदोस्रोमा अपोजिट बस्नुहोस्, एकदोस्रोलाई हेर्नुहोस् सिधा यता। परमेश्वरको पवित्र वचन अनुसार अपनाउनेछु अनि जबसम्म रोगमा तिमीलाई आफ्नो बनाइ राख्नेछु, तिमीलाई प्रेम गर्नेछु र सधैँ साथ दिनेछु। प्रण गर्छु। एकपल्ट हात खोल्नुहोस्। म जे छु सो म तिमीलाई दिन्दछु, मसित जे छ त्यसको तिमीलाई सहभागी बनाउँछु। हाम्रो विवाहको चिन्हस्वरूप परमेश्वर पिता, पुत्र, पवित्र आत्माको नाउँमा तिमीबाट ग्रहण गर्दछु। Okay, so just came back from marriage होइन। खासमा चाहिँ अब we were like working as a usher को रूपमा हामी आफै नै गर्दैथ्यौँ त्यो काम। सो आई कुडन्ट भ्लग मच। अनि लाइक मेरो के भन्छ मेरो प्याटर्नल साइडबाट आउने जतिजना उहाँहरूलाई यसो ल्याउनु, हाम्रो चर्चको एल्डर्सहरूदेखि लिएर आफ्नो चिन्ने इभन रेनकको फ्यामिलीहरू सबैजनालाई अब यता असरको रूपमा हामी रेबेका, म अनि यहाँनिर हाम्रो बहिनी सनमित, हामी सबैजना त्यतिकै अब त्यस्तै हुन्छ बिहामा। सो कुन लग मच। अन्त जुन चाहिँ फर्स्टको बिहाको फर्स्ट पोर्सनहरू चाहिँ मैले अलिकति टाइम पाएको थिएँ त्यति बेला खिचेको छु। छोटै भए पनि यो भ्लग I felt like showing to people about our community, हाम्रो लेप्चाहरू, हामी क्रिस्चियन लेप्चा फ्यामिलीमा कसरी बिहा हुन्छ त भन्ने कुराहरूमा हो। सो ब्युटिफुल पार्ट अफ द बिहा चाहिँ के हुन्छ जहिले पनि भन्दाखेरि चाहिँ वी गट टु मिट लट अफ फ्रेन्ड्स, लट अफ फ्यामिलिज, कतिजनालाई त अब धेरै वर्षमा भेट्ने मौका पाउँछौँ। सो द्याट्स द ब्युटिफुल पार्ट। अनि अर्को कुरा चाहिँ के हुन्छ भनेदेखिलाई चाहिँ अब लाइक त्यही हो, लाइक
ब्युटिफुल पार्ट टु बी एज अ फ्यामिली होइन थुप्रोजनाहरू हुन्छ कति बात नभेटेको हुन्छ आफन्तहरू हुन्छ अन्जान भन्दा पनि नचिनेको व्यक्तिहरू हुन्छ उहाँहरूलाई पनि भेट्ने मौका पाउँछ कतिपय नयाँ नचिनिरहेको पहिलेको रिलेसन पनि नचिनेको छ भने त्यो कुराहरूलाई पनि चिन्ने मौका पाउँछ सो इट्स अ ब्युटिफुल थिङ एन्ड अब चाहिँ विल बी हेरिङ टुवर्ड्स ग्याङटोक अनि अलिक थाकेको पनि छ तर वी वान्ट टु हेड अर्ली तरै पनि इट्स अलरेडी टाइम है ग्याङटोकमा रात परेर मात्रै पुग्छ अनि त्यही हो आजको अनि सबसे दामी चिज के थियो त भनेर म आफैलाई क्वेसन गर्नु पऱ्यो भने चाहिँ द्याट वाज ह्यान्ड्स डाउन इट वाज फिस ऱ्याप्ड इन ब्याम्बो लिफ त्यो चाहिँ स्टिम गरेको थियो सो इट वाज अरू पनि दामी थियो तर अब द्याट वान वाज माई फेभरेट सो आजको लागि यति नै सी अन द नेक्स्ट वान